हाई एभ्रिवान, स्वागत छ तपाईहरुलाई फेरि पनि अर्को एउटा नयाँ भिडियोमा। फ्रेन्ड्स, ब्ल्याकभ्यू कम्पनीले हाम्रो नेपालमा आफ्नो दुईवटा बजेट एन्ट्री लेभलको फोनहरुलाई लन्च गरिसकेको छ। ब्ल्याकभ्यू वेब 2C हाम्रो नेपालमा 10,000 को प्राइस पोइन्टमा लन्च भएको छ भने ब्ल्याकभ्यू वेब 7C हाम्रो नेपालमा 16,000 को प्राइस पोइन्टमा लन्च भएको छ। र आजको भिडियोमा चाहिँ हामी कुरा गर्नेछौँ ब्ल्याकभ्यू वेब 7C मोबाइलको बारेमा, मोबाइलको स्पेसिफिकेसन तथा यो मोबाइलमा तपाईहरुलाई के कस्ता फिचरहरु दिएको छ, साथै 16,000 को प्राइस पोइन्टमा के यो मोबाइल भ्याल्यु फर मनी हो त्यसको बारेमा पनि हामी डिस्कस गर्नेछौँ। त्यसैले यो भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। अब तपाईहरुको टाइम वेस्ट नगरी सुरु गरौँ आजको भिडियो। फ्रेन्ड्स, आगामी दिनमा अरु यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्नको लागि प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। साथमा यो भिडियोलाई लाइक र शेयर पनि गरिदिनु होला। सबैभन्दा पहिला हामी कुरा गरौँ मोबाइलको डिजाइन र डिस्प्लेको बारेमा। डिजाइनको बारेमा कुरानु पर्दा फोनको ब्याक साइडमा सेम टु सेम आइफोन 17 प्रो मैक्स को जस्तै डिजाइन देख्न पाउनुहुनेछ र अगाडिपट्टि तपाईलाई वाटरड्रप नचको डिस्प्ले दिएको छ। बिल्ड क्वालिटीको बारेमा कुरानु पर्दा ओभरअल यो मोबाइल प्लास्टिक बिल्डको साथमा लन्च भएको छ र मोबाइलको फ्रेम पनि प्लास्टिकको रहेको छ। तर तपाईलाई यो मोबाइलमा कुनै पनि आईपी रेटिङ दिएको छैन। ओभरअलमा डिजाइनको बारेमा कुरानु पर्दा मोबाइलको डिजाइन डिसेन्ट रहेको छ। त्यसैगरी डिस्प्ले तपाईलाई यो मोबाइलमा 6.5 इन्चको एचडी प्लस आईपीएस एलसीडी प्यानल दिएको छ। तर यो डिस्प्ले चाहिँ नर्मल 60 हर्ट्ज को डिस्प्ले हो र ब्राइटनेस तपाईलाई यो डिस्प्लेमा 430 निट्स को पिक ब्राइटनेस दिएको छ। इन्डोर युसेजको लागि यो डिस्प्लेमा त्यस्तो कुनै प्रब्लम आउने छैन, तर आउटडोर युज गर्दाखेरि तपाईलाई भिजिबिलिटीको प्रब्लम आउन सक्छ। ओभरअलमा डिस्प्लेको बारेमा कुरानु पर्दा नो डाउट डिस्प्लेको क्वालिटी चाहिँ राम्रो छ, तर अलिकति कमी के छ भने एटलिस्ट यो प्राइस पोइन्टमा 90 हर्ट्ज को फास्ट रिफ्रेश रेट दिएको भए अझ राम्रो हुने थियो। त्यसैगरी चिपसेट तपाईलाई यो मोबाइलमा युनिसोक टाइगर T310 को चिपसेट दिएको छ, जुन चाहिँ एउटा 4G चिपसेट हो। साथमा LPDDR4 को र्याम टाइप र eMMC 5.1 को स्टोरेज टाइप दिएको छ। रिड एन्ड राइट स्पिड तपाईलाई यो मोबाइलमा डिसेन्ट पाउनुहुनेछ। अब परफर्मेन्सको बारेमा कुरानु पर्दा नर्मल युसेजको लागि तथा मल्टिमिडियाको लागि यो मोबाइलमा त्यस्तो कुनै प्रब्लम आउने छैन, तर हेभी एप्सहरु युज गर्दा र गेमहरु खेल्दा यो मोबाइलमा ल्यागको प्रब्लम आउन सक्छ। ओभरअलमा परफर्मेन्सको बारेमा कुरानु पर्दा 16,000 को प्राइस अनुसार मोबाइलको परफर्मेन्स सेगमेन्ट त्यतिको राम्रो भएन। बरु यो प्राइस पोइन्टमा हाम्रो नेपालमा 1 से 1 फोनहरु अवेलेबल छन्। त्यसैगरी सफ्टवेयर तपाईलाई यो मोबाइलमा आउट अफ द बक्स एन्ड्रोइड 16 दिएको छ, जुन चाहिँ डोके OS 5 मा रन गर्दछ, जसमा तपाईलाई सफ्टवेयर एक्सपिरियन्स चाहिँ डिसेन्ट पाउनुहुनेछ। अब हामी कुरा गरौँ क्यामेराको बारेमा। तपाईलाई यो मोबाइलमा 32 मेगापिक्सलको प्राइमेरी सेन्सर अनि सेल्फी क्यामेरामा चाहिँ 13 मेगापिक्सलको सेल्फी क्यामेरा सेन्सर दिएको छ। भिडियो रेकर्डिङको बारेमा कुरानु पर्दा दुवै क्यामेराहरुबाट तपाईले 1080 को 30 fps सम्म चाहिँ भिडियो सुट गर्न सक्नुहुनेछ। आई थिंक प्राइजिङ अनुसार यो मोबाइलको क्यामेरा सेटअप चाहिँ ठिकठाकै रहेको छ। अनि ब्याट्री तपाईलाई यो मोबाइलमा 5000 mAh को ब्याट्री र चार्ज गर्नको लागि 10 वाट को चार्जर बक्समा पाउनुहुनेछ र ब्याट्री ब्याकअप तपाईलाई यो मोबाइलमा एक दिनको मज्जाले पाउनुहुनेछ। प्राइभेसी र सेन्सरहरुको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा फेस अनलक, चार्जिङको लागि टाइप सी पोर्ट, साथमा 3.5 हेडफोन ज्याक पनि दिएको छ र स्पिकर तपाईलाई यो मोबाइलमा सिंगल स्पिकर पाउनुहुनेछ, जसको क्वालिटी चाहिँ डिसेन्ट रहेको छ। फ्रेन्ड्स, अब हामी कुरा गरौँ ब्ल्याकभ्यू वेब 7C मोबाइलको प्राइसको बारेमा। यसको दुईवटा भेरिएन्ट हाम्रो नेपालमा लन्च भएको छ। 4+64GB 15,999 मा र 4+128GB 17,999 मा लन्च भएको छ। अब मेरो ओपिनियनको बारेमा कुरानु पर्दा हुन त यो समयमा चिपसेट महँगो भएको कारणले यिनी फोनहरु पनि महँगो प्राइस पोइन्टमा लन्च भएको छ। अब तपाईहरुको विचार, यो प्राइस पोइन्टमा तपाईलाई यो फोन कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव कमेन्टमा लेखिदिनु होला। र आगामी दिनमा अरु यस्तै भिडियो हेर्नको लागि प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई बिदा लिन्छु। हवस्, धन्यवाद। जय नेपाल।